हेलो नमस्ते दर्शन, नमस्ते सम्पूर्णमा दर्शन नमस्ते छ। हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ मलाई चिन्नु भएको छ कि छैन है? सबैजनाले चिन्नुपर्छ है, सबैजनाले चिन्नुपर्छ। सबैजनाले माया गरिदिनुहोस्, मेरो भिडियोलाई लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, कस्तो लाग्छ के लाग्छ होइन, प्रतिक्रिया दिनुहोस् होइन। हजुरहरूको माया साथ सपोर्ट मलाई एकदम धेरै नै चाहिएको छ, एकदम धेरैभन्दा धेरै हजुरहरूको माया पनि चाहिएको छ, एकदम धेरै माया पनि गरिदिनुहोस् है। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। जिन्दगी केही पनि छैन, एक दिन पक्कै मरेर जानुपर्ने जिन्दगी हो यो। 2 दिनको जिन्दगीमा तपाईँहरू रिस राग घमण्ड हरेक कुरा गर्नुहुन्छ नि, त्यो गर्न छोडिदिनुहोस् कि आजैदेखि गर्न छोडिदिनुहोस्। तिनीहरू कुराहरू आजैदेखि गर्न छोडिदिनुहोस्। तपाईँहरूले जिन्दगी जिउनुहोस्, एकदम राम्रोसँग जिन्दगी जिउनुहोस्, एकदम खुसी साथ जिन्दगी जिउनुहोस्, राम्रो काम गर्नुहोस्। एक दिन अवश्य तपाईँ माथि पुग्नुहुनेछ है। ल म चाहिँ आज मेरो काम स्टार्ट गर्न गइरहेको छु। आज म काम के भने, अब म सरसफाइ गर्दैछु। आज क्लिन गर्दैछु। यहाँ यो किचन भइहाल्यो, हाम्रो किचन भयो होइन। अनि अहिले चाहिँ म क्लिनर गर्दैछु, सरसफाइ गर्दैछु। सरसफाइ झाडु मार्छु फर्स्टमा। पहिले चाहिँ म झाडु मार्न गइरहेको छु। हल्का कस्टमर त छैन, खासै बिजी त छैन। यसो सरसफाइ गर्नुपर्छ, हाइजेनिक चाहिँ चाहिन्छ होइन। यो फुड खानेकुरा बनाउने ठाउँमा चाहिँ एकदम हाइजेनिक सरसफाइ गर्नुपर्छ। हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ भन्ने आशा अनि विश्वास छ। क्यामेरा राख्ने ठाउँ छैन, भिडियो बनाउने गाह्रो छ क्या जिन्दगीमा। भ्लग बनाउने भन्यो ल जा ल, म चाहिँ अब त्यहाँ परबाट झाडु मार्दै 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 आउँछु है। काम भन्ने कुरा कहिले पनि सानो ठुलो हुँदैन। काम भनेको चाहिँ तपाईँको काम भनेको कामै। जिन्दगीमा काम नगरिकन केही पनि हुँदैन। यो मान्छेहरू पैसाको पछाडि परेकोले गर्दाखेरि हरेक कुरा चाहिँ गर्नुपर्ने रहेछ जिन्दगी जिउनको लागि होइन। तपाईँ राम्रो काम गर्नुहोस्, एक दिन सफल मान्छे बन्नुहुन्छ है। सम्पूर्ण चाहिँ ओके, लेट्स गो। सायद जिन्दगी यदि दुःख नभएको भए जिन्दगी नै हुने थिएन क्या। यो दुःख कष्ट सङ्घर्ष छ अनि पो जिन्दगी छ त। अनि जिन्दगी जिउनुको मजै छुट्टै छ कि। थाहा छैन यो समय मान्छे हरेक कुराहरूले चाहिँ हामी कहाँबाट कति बेला कुन ठाउँमा पुग्छौँ र कुन बेला हाम्रो जिन्दगीले साथ छोड्छ भन्ने कुरा पनि थाहा हुन्न। कुन बेला हामी कहाँ गएर ठोकिन्छौँ, कुन बेला हामी कहाँ गएर भत्किन्छौँ भन्ने कुरा पनि थाहा हुन्न। यस्तै रहेछ जिन्दगी भने। हरेक कुराहरू थाहा नभएकै नसोचेकै मात्र हुँदो रहेछ। यही नै रहेछ जिन्दगी। जिन्दगी बाँच्नु मात्रै पर्ने रहेछ।
हरेक कुरा भोग्न देख्न मजाले पाइन्छ। तर जिन्दगी तपाईँहरू जिउनुहोस्, एकदम राम्रो तरिकाले जिउनुहोस्, आफूले आफूलाई एकदम सक्षम, एकदम के भन्छ नि माथि एकदम शिखरमा पुग्ने गरी जिन्दगी जिउनुहोस्, अनि पो जिन्दगी सफल हुन्छ। हजुरहरूलाई यस्तै मेरो जिन्दगीको बारेमा, मेरो कथा व्यथाको बारेमा हजुरहरूलाई सुन्न मन छ भने फेरि पनि हामी नेक्स्ट भ्लगमा हजुरहरूकै लागि आउनेछौँ। अहिलेलाई चाहिँ हस्त नमस्ते दर्शन, नमस्ते। नेक्स्ट भ्लगमा फेरि हामी भेट्नेछौँ।